हेलो फ्रेन्ड्स, गुड आफ्टरनुन। आई होप सब सन्चै हुनुहुन्छ होला। आज चाहिँ म एउटा ट्रिक बताउन गइरहेको छु कि तपाईँहरूले चाहिँ आफ्नो युट्युब च्यानललाई चाहिँ कसरी चाहिँ फेसबुकमा लिङ्क गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ सबभन्दा फर्स्टमा हामीले आफ्नो युट्युबलाई चाहिँ ओपन गर्नुपर्ने हुन्छ। ओपन गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। खुलिसकेपछि तपाईँ आफ्नो प्रोफाइलमा जानुहोस्। प्रोफाइलमा गएर फेरि पनि क्लिक गर्नुहोस्। क्लिक गरेर हाम्रो प्रोफाइल खुलिसकेको छ। फेरि यहाँनिर एडिट च्यानलको अप्सन छ, त्यहाँनिर क्लिक गर्नुहोस्। एडिट च्यानलको अप्सनमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यो इन्टरफेस खुलिसकेपछि यहाँनिर च्यानल युआरएल भन्ने अप्सन छ। यहाँनिर क्लिक गरेर चाहिँ तपाईँले आफ्नो च्यानलको लिङ्कलाई चाहिँ कपी गर्नुपर्ने हुन्छ। त्यो कपी गरिसकेपछि चाहिँ तपाईँको लिङ्क चाहिँ उता गएर फेसबुकमा गएर चाहिँ हामीले सजिलैसँग एड गर्न सक्छौँ। सो फेरि पनि हामी फेसबुकमा आउनेछौँ। आइसकेपछि आफ्नो फेसबुक पेजलाई ओपन गर्नेछौँ। ओपन गरिसकेपछि प्रोफाइल खोल्नुहोस्। प्रोफाइल खोलेर अब हेर्नुहोस्। फेरि पनि यहाँनिर माथि प्रोफाइलदेखि माथि एउटा पेन्सिलको एरो चिन्ह छ, त्यहाँनिर चाहिँ एडिट प्रोफाइलमा तपाईँले क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँनिर आफ्नो बायोदेखि हल्का तलतिर यसरी स्क्रल गरेर हेर्नुहोस्। स्क्रल गरेर हेरिसकेपछि यहाँनिर लिङ्क्सको एउटा अप्सन आउँछ, त्यहाँनिर क्लिक गर्नुहोस्। मैले पहिले नै लिङ्क गरिसकेको छु, त्यसैले मेरो लिङ्क भएको देखाएको छ। अनि यसो देखाउँछ। नगरेको भए तपाईँकोमा एड भन्ने अप्सन आउँछ। त्यो एड अप्सनमा चाहिँ फेरि तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। त्यो एड अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर आइसकेपछि अघि हामीले युट्युबमा गएर कपी गरेको चाहिँ यहाँनिर हामीले पेस्ट गर्नुपर्ने हुन्छ। लिङ्कमा चाहिँ हामीले क्लिक गरेर अघिको कपीलाई यहाँनिर एड गर्न सक्छौँ। यसरी चाहिँ यसमा क्लिक गरेर ऊ माथि पेस्ट छ, पेस्टमा चाहिँ क्लिक गरेर हामीले यसरी चाहिँ आफ्नो युट्युब च्यानल चाहिँ यहाँनिर लिङ्क गर्न सक्छौँ। लिङ्क गरिसकेपछि माथि पनि लिङ्क टाइटलमा पनि त्यसै गरी नै गर्नु होला। गरिसकेपछि नेक्स्ट हुन्छ, नेक्स्ट गरेर एड गरिसकेपछि फेरि आफ्नो प्रोफाइलमा आएर हेर्नुहोस्। यहाँनिर चाहिँ लिङ्क भइसकेको छ। मैले पहिले नै लिङ्क गरिसकेको छु। यसरी तपाईँले पनि लिङ्क गर्न सक्नुहुन्छ। साँच्चीकै भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब फलो गर्न नबिर्सिनु होला। अनि युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। र अझै पनि यस्तो इन्फर्मेटिभ भिडियोहरू चाहनुहुन्छ भने फलो गर्नु होला। हस्, थ्याङ्क यू।